हेलो साथीहरु, तपाईहरुलाई सानो ठाउँमा पनि यसरी आफ्नो मनको इच्छा अनुसारको फलफुल तरकारी लाएर धेरै नभए पनि थोरै थोरै खान सकिन्छ भन्ने कुरा चाहिँ देखाउन गइरहेको छु। यो चाहिँ हाम्रो अघि मैले तपाईलाई स्टोरी देखाएको थिएँ नि, यो चाहिँ मैले आज बिहान पनि टिपे। यो साग रायोको साग चाहिँ यो यसरी स्ट्यान्डमा लगाइएको छ हैन, यसरी लगाइएको छ। काठमाडौँमा सानो ठाउँ छ, के गर्नु, यस्तै हो। अब यसरी लगाइयो, बिहान टिप्यो यो साग, यसमै छ, यसरी घुमाइएको छ। यता धनियाँ पनि भयो, अब लसुन यहाँ मैले बिउ छरिदिइसकेको छु। फेरि यहाँ चाहिँ लट्टेको सागको बिउ छरेको छ है। अनि वान स्टेपमा यो भने फेरि अर्को स्टेपमा पनि यो साग हो। यो बिहान आज मैले सबै टिपेको खानको लागि यसरी। अनि यता पाक्चोय पनि छ, पाक्चोय चाहिँ मैले हिजो टिपेको थिएँ। अनि यहाँ चाहिँ फेरि टमाटर फल्दैछ है। टमाटर माथि चाहिँ हाम्रो के छ, अरू सागहरू सब्जीहरू छ। माथि कोफी फ्लावरिङ भइसकेको छ। यसरी सानो स्पेसलाई पनि भर्टिकल तरिकाले स्टेप बाई स्टेप बनाएर पनि त्यो गर्न सकिन्छ। यो वान स्टेप हामीले चाहिँ यो सघन कृषि प्रणालीलाई अपनाउनु पर्छ। त्यो भयो भने धेरै राम्रो हुन्छ। जस भनेको जस्तो मल्टिपल तरिकाले गर्ने। यहाँ मैले अब यो हुँदैछ, यसको मुनि चाहिँ अर्को बिउ उयो गरिसकेँ। यो यसको डेट आउट हुने सकिने बेलामा चाहिँ यहाँ अर्को बिउको रेडी हुँदै गर्छ। यता सानो बिरुवा पनि छ, रायोको साग यो भयो। तपाईहरुले पनि यस्तै बनाएर खान सक्नुहुन्छ सानो ठाउँमा। के छ तपाईहरुको चाहिँ तरिका? यो चाहिँ अब पुरा नभए पनि अब हप्तामा 4-5 छाक, 10-12 छाक चाहिँ यसरी खान सकिन्छ है। सागसब्जी आफ्नै बारीमा उत्पादन गरेर।